गाइस वेलकम ब्याक टु माई च्यानल। म आज पनि दोकान जाँदैछु। आज चाहिँ म केस काटिकन आएको जोरथाङबाट। गरम महिना छ त्यही कारण म चिन्डे केस काटेको। गाइस म चाहिँ दोकान जाँदैछु। गाइस आमाहरूलाई चाहिँ चिसो खानु मन पऱ्यो अरे कि गाइस यस्तो गरममा, त्यही कारण स्प्राइटहरू लिन जाँदैछु गाइस। गाइस म चाहिँ ओह्रालो हिँड्दैछु। गाइस तपाईँहरूलाई याद छ होला म दोकान जान्छु बेसी जस्तो। गाइस मलाई सपोर्ट गरिदिनुहोस्। यस्तो गरम छ गाइस, अहिले त गर्मीको सिजन छ, मार्चमा यस्तो गरम छ। झन् जुनहरूतिर कस्तो, मेतिर कस्तो गरम चढ्छ होला गाइस। गाइस भ्यू हेर्नु हाम्रो। वाउ गाइस गाइस यसमा चाहिँ हाम्रो गाउँको रोड आइपुगेको छु। म चाहिँ हिँड्दैछु। यहाँबाट चाहिँ जान्छ हाम्रो जोरथाङको रोड निक्लिन्छ। अनि यहाँबाट सर्टकट छ तल 3 माइल जाने। बट म चाहिँ यहाँबाट जान्छु 3 माइल गाइस। गाइस यहाँ चाहिँ मेरो अभिषेक दा भन्नेको घर छ। अनि अभिषेक दाले बनाउनु पलाउनु हुँदैछ गाइस। म भेटिकन आउँछु गाइस। बहिनी अभिषेक दा घर निक्लिसकेको छु। अनि म चाहिँ जाँदैछु दोकान टाढै छ भन्दै। अनि त्यसो गाइस बाटो चाहिँ अवस्थाको छ गाइस। दोकानमा भेटौँ ल गाइस, लेट्स गो। गाइस म चाहिँ दोकानमै गएको छु। दोकानभित्र बस्दैछु। यहाँ चाहिँ हाम्रो काकीहरू हुँदो रहेछ दोकानमा। खै आदित्य दा लन्डन गयो। ए गाइस मैले चाहिँ सौदा गरिसकेको छु। अनि म चाहिँ घरतिर लाग्दैछु। उकालो हिँड्दैछु। उकालो हिँड्नु चाहिँ साह्रो पर्छ गाइस। गाइस रोड हो यो 3 माइल। दोकान चाहिँ यहाँ छ। यसमा जाँदैछु गाइस। आजकल त सिक्किममा टुरिस्टहरू पुरा आउँदैछ गाइस। खालि टुरिस्टको भेकल। हिजो 8-9 वटा गयो गाइस। घरमा भेटौँ गाइस। बाई बाई गाइस। घर पुग्नु लागेको छु। माथि आइपुगेँ गाइस। गरम छ। क्यामेरा गाइस मम्मी चाहिँ भाडामा जाँदैछ गाइस। थ्याङ्क यू फर वाचिङ।